हेलो गाइज वेलकम टु माई न्यू ब्लग। यो चाहिँ रामपुर जाने बाटो हो। यो बालिङखोला क्रस गरेपछि हामी रामपुरतिर लाग्छौँ र यो चाहिँ पलासे चोक हो। अनि यताबाट अगाडि बढ्दै गर्दा हामी चाहिँ यो रामपुर बजारमा आइपुग्यौँ गाइज। साइडमा पुलिस चौकी पनि छ अनि अगाडि हेल्थ पोस्टहरू सबै छ। यो चाहिँ रामपुर बजार हो गाइज, हेर्नुहोस्। र यता चाहिँ एकदम राम्रो भ्यू आइरहेको छ, एकदम राम्रो ठाउँ लाग्छ मलाई यो चाहिँ बाइक चलाउनुको लागि, किनभने बाटो पनि राम्रो छ र अगाडि देखिने भ्यू पनि राम्रो छ। र यहाँ चाहिँ हामी चाहिँ अब चेपे ड्याम आइपुग्यो गाइज। हेर्नु चेपे ड्याम यस्तो छ। अनि त्यसपछि हामी चाहिँ यो सुर्खेटागी भन्ने ठाउँदेखि तलतिर लाग्यो। हामी चाहिँ यसरी तल लाग्दै लाग्दा यो पिच बाटो सकियो र यहाँ चाहिँ खतरा पुल रहेछ गाइस। अनि त्यसपछि हामी चाहिँ लागिरह्यो यो अफ रोड बाटो। अनि त्यसपछि चाहिँ साइडमा चाहिँ एउटा खोला बगिरहेको थियो गाइस। अनि यो खोला चाहिँ उता बबैमा गएर मिसिन्छ। यो सरयू नदी भन्छ इन्डियामा, त्यहीको उद्गम स्थलवाला खोला हो यो चाहिँ। अनि त्यसपछि हामी चाहिँ यो बाटो लागिरह्यो होइन। अनि त्यसपछि चाहिँ हेर्न सक्नुहुन्छ गाइस, यस्तो राम्रो भ्यू छ। अगाडि अगाडि पहाड छ, साइडमा खेतहरू छ अनि साइडमा खोला बगिरहेछ। अनि त्यसपछि हामी चाहिँ यो खोला क्रस गर्ने बेला भयो। अनि खोला क्रस गर्दै गर्दा चाहिँ हामीले देख्यौँ यहाँ चाहिँ धेरै बालुवावाला बाटो रहेछ। यो बालुवावाला बाटोमा चाहिँ बाइकको टायर भाँच्चिने गर्छ नर्मल्ली। अनि त्यसपछि चाहिँ नभन्दै गाइस हेर्न सक्नुहुन्छ बाइकको टायर भाँचियो। अनि बाइकको टायर भाँचिएपछि मैले झरेर धक्का दिएँ अनि बाइक अगाडि बढ्यो। अनि त्यसपछि गाइज हेर्न सक्नुहुन्छ यो खोलाको भ्यू कति राम्रो छ। अनि यो बाटो कहाँ जान्छ थाहै छैन, यो बाटो म पहिलोपटक आइरहेको छु गाइज। अनि त्यसपछि यो बाटो हामी उकालो लागिरह्यो होइन। अनि त्यसपछि यो बाटो चाहिँ यसो हेर्दाखेरि यो लमैतिरको बाटोमा गएर मिसिँदो रहेछ गाइज। अनि त्यसपछि हामी चाहिँ बाटो जहाँसम्म जान्छ जाऊँ भनेर चाहिँ हामी चाहिँ गयौँ गाइज मरदाइ। अनि त्यसपछि चाहिँ हेर्न सक्नुहुन्छ गाइस, अगाडि जङ्गल छ, पछाडि हामीले खोला क्रस गरिसक्यौँ। अबको यो अगाडिको भ्यू चाहिँ एकदम राम्रो छ। आज हिजो पानी परेकोले आज त्यस्तो घाम पनि छैन, शीतलै छ। यस्तोमा घुम्न चाहिँ मजै आउँछ गाइस, हेर्न सक्नुहुन्छ। हामी चाहिँ अब जङ्गलको बिचतिर गइसकेको छौँ यत्तिकै काम नपाएर हावातालमा। अनि हेर्नुहोस् गाइस, भ्यूज एकदम राम्रो छ। लाइफ इज ब्युटिफुल। अनि त्यसपछि फर्किँदै गर्दा यसपछि फर्क्यौँ त्यही बाटो। फर्किँदै गर्दा चाहिँ यो खोलामा चाहिँ हामीले खुट्टा पखाल्यौँ गाइस। अनि त्यसपछि हाम्रो यो आजको ब्लगको यही अन्त्य भएको छ।